हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। आजको भिडियोमा चाहिँ हामीहरू नेपाली एक्टरहरू, नेपाली हिरोहरूलाई र्याङ्क गर्नेछौँ। हामीले यसमा पनि ई टियरदेखि एस टियरसम्म लगेको छौँ, जसमा चाहिँ ई टियरमा चाहिँ सबैभन्दा खतम, डी टियरमा चाहिँ खतम तर त्यति धेरै खतम पनि होइन, सी टियरमा चाहिँ एभरेज एक्टरहरू, बी टियरमा चाहिँ राम्रो एक्टरहरू, अनि ए टियरमा चाहिँ ग्रेट र एस टियरमा चाहिँ हामी गोटहरूलाई राख्नेछौँ। सो आज चाहिँ हामीहरूसँग 15-16 जना एक्टरहरू छन्। सो हामीहरू यिनीहरूलाई चाहिँ ईदेखि एससम्म र्याङ्क गर्नेछौँ। सबैभन्दा फर्स्टमा छन् आर्यन सिग्देल। आर्यन सिग्देलको मैले त्यस्तो रिसेन्ट मुभीहरू त कुनै पनि हेरेको छैन। मैले जमानामा चाहिँ हेरेको थिएँ कि आर्यन सिग्देलको एउटा नोभेम्बर रेन हो कि कुन मुभी चाहिँ मैले हेरेको थिएँ, अनि त्यसको साथै अरू मुभीहरू पनि हेरेको थिएँ जुन बच्चा बेलामा चाहिँ मलाई राम्रै एक्टर जस्तो लाग्थ्यो। तर अहिले चाहिँ खासै मलाई त्यति मन पर्दैन, किनकि अब रिसेन्सी बाइसले पनि गर्दा होला होइन। तर अहिले चाहिँ मैले नयाँ मुभीहरू नहेरेको कारणले गर्दा चाहिँ खासै त्यति इन्ट्रेस्ट चाहिँ छैन। सो उनलाई चाहिँ मैले सी टियरमा राख्छु। उनी चाहिँ एउटा एकदमै एभरेज एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ है। त्यसपछि आउँछन् हामीसँग विपिन कार्की। विपिन कार्कीको त मैले 2-4वटा मुभीहरू हेरेको छु। मैले रिसेन्टली हेरेको मुभी भनेको चाहिँ त्यो जात्रै जात्रा हो कि महाजात्रा, कुन मुभी छ नि उनीहरूको त्यो लास्ट पार्ट, त्यो मुभी चाहिँ हेरेको थिएँ, जुन मुभी मलाई ठिकै लागेको थियो है, फनी थियो, एकदमै इन्टरटेनिङ थियो, राम्रै मुभीहरू लागेको थियो। प्लस उनको अरू मुभीहरू पनि एकदमै राम्रो मुभीहरू छ, जसमा चाहिँ उनले त्यो भस्मेको क्यारेक्टरवाला छ नि, बसुमती प्रसादमा, त्यो एकदमै राम्रो छ। र त्यसको साथै उनको 2-4वटा अरू मुभीहरू पनि राम्रो छ। खासै मैले नाम चाहिँ याद गरिनँ, ट्याक्कै अहिले याद आएन होइन, तर उनको मुभीहरू चाहिँ मलाई राम्रो लाग्छ र उनी पनि एक्टर एकदमै भर्सटाइल छन् जस्तो चाहिँ मलाई लाग्छ। सो उनलाई चाहिँ मैले अहिलेको लागि बी टियरमा राखिदिन्छु है त। यसको साथै आउँछन् पल शाह। पल शाहको मैले एउटा मुभी हेरेको छु जस्तो मलाई लाग्छ, त्यो 9/2 हो कि 3 भन्ने एउटा मुभी थियो नि, जसमा चाहिँ लास्टमा हिरो र हिरोइनहरू दुइटै मर्छ क्या, आई डोन्ट नो, मैले यति याद गरेको छैन, तर जमानामा हेरेको। त्यति बेलामा चाहिँ मलाई खासै त्यो मुभी राम्रो लागेको थिएन। अनि पल शाहको अरू कुनै मुभी हेरेको छु जस्तो मलाई लाग्दैन, सायद हेरेको छैन होला। र मलाई उनी त्यति ट्यालेन्टेड एक्टर हुन् जस्तो पनि मलाई लाग्दैन है। यो चाहिँ मेरो पर्सनल ओपिनियन हो, तपाईँहरूको चाहिँ फरक पर्ला, किनकि पल शाहको क्रेज चाहिँ अहिले एकदमै धेरै छ। सो पल शाहलाई चाहिँ मैले ईमा राख्दिएँ। प्रदीप खड्का। प्रदीप खड्काको अस्ति भर्खर एक्टर पार्ट 1 हो कि टेक 1 भन्ने मुभी आएको थियो, जुन मैले हेरेको छैन है। तर प्रदीप खड्काको मैले लास्ट मुभी हेरेको भने प्रकाश भन्ने मुभी थियो। त्यो मुभी चाहिँ एकदमै राम्रो लागेको थियो मलाई चाहिँ, उनको एक्टिङ जस्ट मलाई राम्रो लागेको थियो एकदमै। अनि प्रदीप खड्काको मुभी पनि मैले धेरै हेरेको छैन। सो उनी पनि एउटा राम्रो एक्टर हुन् जस्तो चाहिँ लाग्छ कि यो न्यू जेनेरेसनको एक्टरहरूमा चाहिँ उनी एकदमै जस्ट अलिकति ट्यालेन्टेड एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ। सो उनलाई पनि मैले सी टियरमा राख्दिएँ। उनी पनि मलाई एकदमै एभरेज लाग्छन् क्या, त्यही भएर। अनमोल केसी। अनमोल केसीको अब एक्टिङ वाइज हेर्ने हो भनेपछि त धेरैजना मान्छेहरूलाई अनमोल केसी मनै पर्दैन होला। अनमोल केसीको 2 किसिमको फ्यानहरू छन् कि, एउटा चाहिँ उनलाई एकदमै धेरै राम्रो भन्ने, उनलाई चाहिँ एकदमै मन पराउने फ्यानहरू छ। त्यसको साथै अर्को फ्यानहरू कस्तो छ भन्दाखेरि उनलाई चाहिँ मनै नपराउने कि, मनै के भन्छ त्यसलाई, राम्रै नमान्ने कि। सो म चाहिँ अब अनमोल केसीको मलाई पुरानो मुभीहरू एकदमै राम्रो लागेको थियो। होस्टेल मुभी भयो, जेरी मुभी भयो, अहिले रिसेन्टली जेरी अन टप पनि आएको छ, जुन चाहिँ एकदमै हिट भयो भन्ने चाहिँ मैले सुनेको थिएँ होइन, मैले चाहिँ हेरेको छैन। सो अनमोल केसीलाई चाहिँ मैले यहाँनिर डी टियरमा राख्थेँ है त। यसपछि आउँछन् सौगात मल्ल। सौगात मल्ल चाहिँ धेरै नेपालीहरूको चाहिँ फेभरेट एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ है। सौगात मल्ल मलाई पनि एकदमै बवाल लाग्छन्। उनको सडङ्ग भन्ने मुभी चाहिँ मैले एकदम धेरैचोटि हेरेको छु। त्यसको साथै छड्के मुभी भयो, लुट मुभीहरू भयो, एकदम धेरै मुभीहरू छ जस। अनि उनी चाहिँ एकदमै ट्यालेन्टेड छन् जस्तो मलाई लाग्छ क्या। त्यो सडङ्गको डाइलग छ नि, अलि राम्रोसँग पकड न, केरा पक्रेछस् कि कट्टा पक्रेछस् भन्छ नि सडङ्गमा चाहिँ, त्यो मुभी चाहिँ मैले धेरैचोटि रिपिट गरेर हेरेको छु। सो उनलाई चाहिँ मैले ए टियरमा लिएर राख्छु है। दयाङ राई। दयाङ राईको त आजकल हप्तै पछि मुभी आइरहेछ जस्तो मलाई लाग्छ है, किनकि आइरहेको हुन्छ क्या। मैले उनको लास्ट मुभी हेरेँ भने चाहिँ युट्युबमा हेरेको थिएँ, जारी मुभी अस्ति भर्खरै। अनि त्यहाँभन्दा अगाडि अब हलमै गएर हेरेर आएको भने चाहिँ त्यो कबड्डी 4 थियो, जुन चाहिँ मलाई ठिकै लागेको थियो, त्यस्तो धेरै बवाल पनि लागेको थिएन। राम्रै मुभी हो, तर मेरो टेस्टको लागि चाहिँ अलिक त्यति हुन्छ नि, एभरेज मुभी जस्तो चाहिँ मलाई लागेको थियो कि। सो तर उनी पनि एकदमै राम्रो एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ। सो मैले पनि दयाङ राईलाई चाहिँ बी टियरमा राखिदिन्छु है त। विराज भट्ट। अब विराज भट्ट त अब 90s को किडहरूको लागि चाहिँ फेभरेट एक्टर नै होला नि के,
फेभरेट एक्सन स्टार भन्दा हुन्छ होला सायद विराज भट्ट र निखिल उप्रेतीलाई चाहिँ। र विराज भट्टको मैले लास्ट मुभी कहिले हेरेको थिएँ त्यति याद त छैन, एकदम पुरानो मुभीहरू होला। मैले 2-3 महिना अगाडि दादागिरी मुभी हेरेको थिएँ जुन चाहिँ मलाई एकदमै राम्रो लागेको थियो। सो विराज भट्ट चाहिँ मलाई पहिला एकदमै राम्रो लाग्थ्यो। अहिले अब त्यो 12 गाउँ हो कि कुन मुभी छ नि त्यसमा पनि विराज भट्ट छन् क्या, विराज भट्ट र उनको छोरा दुईटै छन् क्या, जुन मुभी चाहिँ मैले हेरेको छैन होइन। सो मलाई चाहिँ पहिला राम्रो लाग्ने भएको भएर चाहिँ बीमा राख्छु है त। निखिल उप्रेती एक्सन स्टार, जमानामा एकदमै खतरा। उनले चाहिँ प्यारासुटहरू डोरीहरू केही पनि नमानेर चाहिँ धरहरादेखि हाम फालेको थियो अरे। अनि एक्सन चाहिँ मलाई बवाल लाग्थ्यो। खास गरी उनको त्यो पुलिसको रोलमा चाहिँ मलाई एकदमै राम्रो लाग्थ्यो। पछि अनि उसको केही स्क्यान्डलहरू आयो क्या होइन, स्क्यान्डलहरू आएपछि बिस्तारै चाहिँ उनी हराउँदै गए। अहिले चाहिँ अब पोडकास्टहरू कहिलेकाहीँ आउँछ, राम्रै ज्ञान दिँदा हुन्छन्, तर त्यति धेरै क्रेज त्यति धेरै पुरानो एक्टरहरूको क्रेज त खासै हुने कुरो पनि भएन। तर मलाई चाहिँ राम्रो लाग्थ्यो, उनलाई पनि मैले बी टियरमा राख्न चाहेँ। र अब आउँछन् भुवन केसी। भुवन केसीलाई चाहिँ धेरै जस्तो मान्छेहरूले, धेरै जस्तो पनि के भन्ने, इन्डस्ट्रीमा केही मान्छेहरूले चाहिँ उनलाई महानायकको टाइटल पनि दिएका रहेछन् है। तर भुवन केसी चाहिँ मलाई ठिकै एक्टर जस्तो मात्र लाग्छ है, मलाई त्यस्तो त्यो बवाले एक्टर जस्तो चाहिँ मलाई लाग्दैन। लास्ट टाइम मैले कुन मुभी हेरेको थिएँ भन्दाखेरि खै मुभीको नाम चाहिँ याद भएन, तर बच्चा बेलामा हेरिन्थ्यो मुभीहरू। सो मलाई चाहिँ राम्रै लाग्थ्यो। उनलाई चाहिँ मैले भुवन केसीलाई चाहिँ मैले ए टियरमा राख्थेँ है त। बाउ चाहिँ ए टियरमा, छोरो चाहिँ डी टियरमा है, यो अलिकति भएन। यसपछि आउँछन् नेपाली सिनेमाको गोट राजेश हमाल। अब राजेश हमालको बारेमा त के कुरा गरिराख्नु, राजेश हमाल चाहिँ टप टियर एक्टर हुन् होइन, उनी चाहिँ महानायक नै हुन्। यसमा त कुनै पनि के छैन, प्रश्न नै छैन होला सायद। सो राजेश हमाललाई चाहिँ मैले एस टियरमा राख्थेँ किनकि उनी नेपाली सिनेमाको गोट हुन्। दीपक राजगिरी एक्टिङ वाइज चाहिँ मलाई एभरेजै जस्तो लाग्छन् है, एभरेज भन्दा पनि बिलो एभरेज नै भन्छु मेरो विचारमा है। फेरि अब आइरहनु मैले त्यति धेरै मुभी चाहिँ हेरेको छैन। छक्का बन्जाको सुरुको 1-2वटा पार्टहरू हेरेको थिएँ जुन चाहिँ फनी नै थियो। त्यसपछि अब यो 5वटा 6वटा कतिवटा पार्ट आइसक्यो, प्रत्येक वर्ष दसैँ तिहारमा एउटा पार्ट आइरहेको छ होइन अहिले चाहिँ। सो यो चाहिँ ट्रेन्ड जस्तो नै भइसक्यो। अनि दीपक राजगिरी चाहिँ मलाई बरु तितो सत्यमा चाहिँ एकदमै राम्रो लाग्थ्यो है। उनलाई पनि मैले सी टियरमा राख्न चाहेँ। अब आउँछन् निश्चल बस्नेतलाई चाहिँ मैले एक्टरको भन्दा पनि डाइरेक्टरको रूपमा चाहिँ चिनेको छु, किनकि लुट उनले नै डाइरेक्ट गरेको थियो नि त। उनको खासै मुभीहरू चाहिँ हेरेको छु जस्तो चाहिँ मलाई लाग्दैन। त्यो बाहेक कबड्डीमा छ अलिकति रोल होइन, तर त्यति धेरै मुभीहरू चाहिँ मैले उनको देखाएको छैन, हेरेको छैन होइन। सो उनलाई चाहिँ मैले डी टियरमा राख्थेँ। मैले धेरै मुभीहरू हेरेको छैन, त्यही भएर सायद म यो ऱ्याङ्क गर्नको लागि अलिकति क्वालिफाइड छैन कि जस्तो पनि लाग्यो, किनकि मैले पहिला सुरुमा यिनीहरू सबैको मुभीहरू एकदमै राम्रोसँग हेरेर त्यसपछि चाहिँ ऱ्याङ्क गर्नुपर्ने जस्तो लाग्यो मलाई चाहिँ। सो मैले चाहिँ अहिलेलाई निश्चल बस्नेतलाई चाहिँ डी टियरमै राख्थेँ। सुनिल थापालाई चाहिँ यो के भन्ने भन्दाखेरि जमानाको मुभीहरूमा चाहिँ उनी चाहिँ टप टियर भिलेन हुन् क्या, उनी भिलेन नै हुन्। उनको एक्टिङ पनि बवाल छ जस्तो चाहिँ मलाई लाग्थ्यो। सो मैले चाहिँ उनलाई ए टियरमै राखिदिन्छु है त। केदार घिमिरे एके माग्ने बुढोको अहिले पनि यस्तै रोलहरू नै चलिरहेको हुन्छ, उनको मुभीहरू आइरहेको हुन्छ है। उनको चाहिँ छक्का पन्जामा चाहिँ रोलहरू एकदमै राम्रो छ। अब उनलाई चाहिँ मैले अब पहिला जिरे खुर्सानी होइन सरी मेरी बाँसैबाट चाहिँ अब अलिकति मलाई चाहिँ राम्रो लाग्थ्यो त्यति बेला। तर अहिले मुभीहरू चाहिँ खासै हेरेको त छैन मैले त्यति धेरै। त्यही हेरेको भनेको चाहिँ छक्का पन्जा हो। छक्का पन्जा कति हो 2-3 कतिमा चाहिँ मैले देखाएको थिएँ है, त्यसपछि चाहिँ खासै मुभीहरू हेरेको छैन। सो उनलाई चाहिँ मैले बी टियरमा राख्छु है त। उनको एक्टिङ राम्रै छ जस्तो लाग्छ, ठिकठाक एक्टिङ छ जस्तो चाहिँ मलाई लाग्छ क्या। कमेडी रोलहरूमा चाहिँ उनी पर्फेक्ट हुन्छन्। अनि त्यसपछि आउँछन् बुद्धि तामाङ हाइट। उनको पनि सेम त्यही नै हो। मैले त्यति धेरै मुभीहरू चाहिँ हेरेको छैन, त्यही छक्का पन्जावाला हो, त्यति धेरै मुभी त हेरेको छैन। अरू मुभीहरूको नाम चाहिँ मलाई खासै याद पनि छैन अहिले। तर पनि उनी एउटा फाइन एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ। तर मैले त्यति धेरै मुभी चाहिँ नहेरेको कारणले गर्दा मैले उनलाई चाहिँ सीमा राखिदिन्छु होइन। नाजिर हुसेनको चाहिँ मलाई होस्टेलको रोल चाहिँ एकदम दामी लागेको थियो, होस्टेल 2मा। अनि उनी भन्छ नि त्यो
नाम पनि के हो त, यो त खाके पिके कस्तो नाम हो यो त गर्छ नि होइन, त्यो चाहिँ मलाई राम्रो लाग्छ। उनी चाहिँ सिरियस रोलहरू पनि गर्न सक्छन् र कमेडी रोल पनि गर्न सक्छन् जस्तो चाहिँ मलाई लाग्छ क्या। सो नाजिर हुसैन चाहिँ एकदमै ट्यालेन्टेड एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ। सो उनलाई चाहिँ मैले बी टियरमा राखिदिन्छु होइन। त्यसपछि आउँछन् विजय बराल। विजय बरालको अस्ति भर्खरै आएको त्यो एउटा मुभी थियो नि, म सर्च गरिहाल्छु पहिला, पूर्णबहादुरको सारङ्गी। पूर्णबहादुरको सारङ्गीले त नेपालमा भन्दा पनि नेपाली सिनेमामा सबैभन्दा धेरै पैसा कमाउने मुभी बन्यो रे। मैले चाहिँ त्यो सुनेको थिएँ, तर त्यो मुभी चाहिँ मैले हेरेको छैन। अब उनको क्याटालगमा यसो हेर्नुपर्दा चाहिँ मैले कुन कुन मुभी हेरेको छु भनेर चाहिँ म यहाँनिर भनिदिन सक्छु। 4 मुभी मैले अस्ति भर्खर युट्युबमै हेरेँ जस्तो मान्छु है, युट्युबमै होला। दयारानी हेरेको छैन, कबड्डी चाहिँ हेरेको छु, कबड्डी 4 पनि हेरेको छु, डिग्री माइला मैले हेरेको छैन, कबड्डी भयो, कबड्डी यो हेरेको छैन, दिमाग खराब हेरेको छैन है, मिस्टर झोले, पूजा सर, छड्के हेरेको छु, छड्केमा पनि छन् नि, खै मैले त्यति याद गरिनँ है। सो विजय बराल चाहिँ एउटा जस्ट ट्यालेन्टेड एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ। उनलाई चाहिँ मैले बी टियरमै लिएर राख्नु चाहेँ। त्यसपछि आउँछन् खगेन्द्र लामिछाने। खगेन्द्र लामिछानेको एउटा मुभी चाहिँ मलाई एकदमै बवाल लाग्छ, जुन हो पशुपति प्रसाद। सायद उनलाई धेरैले पशुपति प्रसाद मुभीबाट नै चिनेका छन् जस्तो चाहिँ मलाई लाग्छ है। उनको त्यति धेरै मुभी चाहिँ छैन रहेछ क्याटलगमा। मैले खगेन्द्र तिमेल सेनाको 2टा मुभी हेरेको छु, एउटा पशुपति प्रसाद अनि अर्को भनेको चाहिँ टलकजङ भर्सेस टुल्के, यो दयाङ राईसँग भएको होइन। यो 2टा मुभी चाहिँ हेरेको छु, जुन 2टी मुभी चाहिँ मलाई एकदमै राम्रो लागेको थियो। उनी एक्टर चाहिँ एकदम बवाल हुन् जस्तो लाग्छ, तर त्यति धेरै मुभी नआइरहेको हो कि जस्तो चाहिँ मलाई लागिरहेछ है। किनकि उनको मुभी हेर्ने हो भने 2023मा 2टा मुभी आएको रहेछ, 17, 18, 14, 16 जस वर्षको एउटा मुभी आइरहेको रहेछ। 13मा बच्चाला अनि 14मा टलकजङ भर्सेस टुल्के, खै 15मा आएन छ, 16मा पशुपति प्रसाद, 17मा धनपति, 18मा डमरुको डन्डीबियो, 17मा धनपति, 18 अनि 19मा आएन कि 18मा अर्को मुभी पनि आएछ। त्यति धेरै मुभी चाहिँ आएको रहेछ है, धेरै मुभी चाहिँ छैन रहेछ, तर चाहिँ एकदम राम्रो एक्टर हुन् जस्तो चाहिँ मलाई लाग्छ। सो मैले उनलाई पनि बी टियरमै लिएर राख्दिएँ। सो यही नै थियो मेरो टियर लिस्ट, यीदेखि यससम्म। यो चाहिँ मेरो पर्सनल ओपिनियन हो, मैले त्यति धेरै नेपाली मुभीहरू हेरेको पनि छैन, त्यसै कारणले गर्दा पनि मलाई अलिकति गाह्रो पर्यो भनौँ न। मैले विचार गरे अनुसार चाहिँ यो मुभी अथवा यो एक्टरहरूको मुभी चाहिँ पहिला मैले राम्रोसँग हेरेर त्यसपछि मात्र ऱ्याङ्क गर्नु पर्थ्यो जस्तो चाहिँ मलाई लाग्यो है। तर ठिकै छ, अहिलेलाई चाहिँ मेरो ऱ्याङ्किङ यस्तै नै हो, तर पछि मुभी हेरिसकेपछि ओपिनियनहरू चेन्ज हुन सक्छ। तपाईँहरूलाई मेरो ऱ्याङ्किङ कस्तो लाग्यो? यदि तपाईँहरू यसमा कुनै कुराहरू चेन्ज गर्न सक्नुहुन्थ्यो भने के कुरा चेन्ज गर्नुहुन्थ्यो कमेन्टमा लेख्नु होला। र तपाईँको पनि टप 5 फेभरेट एक्टरहरू को हुन् त कमेन्टमा लेख्न सक्नुहुन्छ। सो आजको लागि यति नै। आई विल सी यु इन द नेक्स्ट भिडियो। यो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।